अपराधी पापी र शासक जस्ता मान्छेहरू भएको देश कहिले पनि उभो लाग्दैन। 1.5 वर्ष अगाडि डाक्टर जिज्ञासा सुवेदीले भैरवाको युनिभर्सल कलेज अफ मेडिकल एन्ड डेन्टल साइन्समा एउटा पेसेन्टको सी सेक्सन गर्छिन्। त्यो पछाडि बच्चालाई एनआइसियुमा राखिन्छ। एनआइसियुमा राखेको 6 दिन पछाडि बच्चाको मृत्यु हुन्छ। परिवारले आमालाई घर फिर्ता लिएर जान्छ। घर फिर्ता लगेको 5-6 महिना पछाडि पेसेन्टलाई चाहिँ भमिट आउने, ज्वरो आउने, पेट दुख्ने समस्याहरू देखा पर्छन्। एकदमै नाजुक फाइनेन्शियल कन्डिसन भएको गरिब परिवारको मान्छेहरू भएको कारणले उहाँले पेसेन्टलाई सामान्य उपचार गराउनुहुन्छ, भमिटको दबाई, ज्वरोको दबाई दिएर राख्नुहुन्छ। त्यसको 2-3 महिना पछाडि उहाँले कम्प्लिटली खाना खान छोडिदिनुहुन्छ। कम्प्लिटली खाना खान छोडिसकेपछि ऋण काटेर उहाँहरूले पेसेन्टलाई 3-4 दिनको लागि फेरि उपचारको लागि लानुहुन्छ। उहाँको स्थिति अलिकति बेटर हुन्छ र घर फिर्ता लिएर जानुहुन्छ। घर फिर्ता लगेको केही टाइममा फेरि उहाँको स्थिति बिग्रिन्छ। त्यस पछाडि बुटवलमा ल्याएर एउटा क्लिनिकमा फाइनल्ली अल्ट्रासाउन्ड गरिन्छ। अल्ट्रासाउन्ड गर्दाखेरि अल्ट्रासाउन्डमा चाहिँ पेटमा एउटा मास जस्तो लम्प जस्तो देखियो भनेर त्यहाँ एक्सप्लेन गरिन्छ र त्यो लम्प चाहिँ के हो भनेर छुट्याउनको लागि सिटी स्क्यानै गर्नुपर्छ भनेर जानकारी गराइन्छ। नेपालमा चाहिँ अब क्यान्सर भयो, मास भयो, त्यस्तो केही ठुलो उपचार गराउनु पर्ने भयो भने एकदमै खर्च लाग्छ भनेर अलिअलि भएको जग्गा जमिन बेचेर उहाँहरूले पेसेन्टलाई इन्डियातिर लानुहुन्छ। तर बाटोमा लाँदै एकदमै सिरियस कन्डिसनमा पेसेन्ट पुगेको हुनाले गोरखपुर हस्पिटलमा एडमिट गरिन्छ र त्यहाँ सिटी स्क्यान गराइन्छ। त्यहाँ सिटी स्क्यान गराउँदा त्यहाँ हस्पिटल र डक्टरहरूले पेसेन्टलाई चाहिँ हिस्ट्री हेर्दाखेरि पेसेन्टको एउटा मात्र सर्जरी भएको छ, सी सेक्सन, र त्यो सी सेक्सन गर्दाखेरि चाहिँ भित्र पेटमा केही छुटेको छ, सर्जरी गर्दाखेरि डक्टरले भित्र केही छुटाएको छ भनेर जानकारी गराउँछ। त्यो पछाडि उहाँले पेसेन्टलाई फेरि युसिएमएसै लिएर आउनुहुन्छ। युसिएमएस ल्याइसकेपछि युसिएमएसका मान्छेहरूले, हस्पिटलले, डक्टर्सहरूले चाहिँ हामी यो रिपोर्ट मान्दैनौँ, हामी आफै टेस्ट गराउँछौँ भनेर टेस्ट र स्क्यानहरू गराउनुहुन्छ। तर टेस्ट र स्क्यानमा के देखियो भनेर पेसेन्टलाई भन्नुहुन्न र त्यो रिपोर्ट पेसेन्टको फ्यामिलीको हातमा पनि दिनुहुन्न। उहाँहरूले के भन्नुहुन्छ भने अबभन्दा यहाँभन्दा पछाडि लाग्ने जति पनि खर्च छ त्यो हामी बिहोर्छौँ, तपाईँहरूले केही पनि तिर्नु पर्दैन, हामी सर्जरी गर्छौँ भनेर सर्जरी गर्न लानुहुन्छ। तर सर्जरी गरिसकेपछि पेसेन्टको मृत्यु हुन्छ। पेसेन्टको मृत्यु भइसकिसकेपछि फ्यामिलीले पेटबाट के निस्कियो त, के थियो त पेटमा, के भएर मेरो पेसेन्ट मर्यो भन्दाखेरि तपाईँले बुझ्नुहुन्न, तपाईँलाई एक्सप्लेन गरेर पनि काम छैन भनेर कुरा घुमाएर सबै डकुमेन्ट्सहरू लुकाइन्छ र पेसेन्टलाई पेटबाट के निकालिएको थियो, के भएको थियो भनेर केही पनि एक्सप्लेन गरिँदैन। त्यो पछाडि पोस्टमार्टम गर्नलाई पेसेन्टको बडी माग्दाखेरि कति दिनसम्म उहाँहरूले बडी पनि दिनुहुन्न, हामी आफै पोस्टमार्टम गराइदिन्छौँ भनेर फाइनल्ली हिजो पेसेन्टको फ्यामिलीले बडी निकालेर लगेर अर्को हस्पिटलमा पोस्टमार्टम गराएको छ र उहाँहरूले रिपोर्टको लागि वेट गरिराख्नु भएको छ। तर अहिलेसम्म पनि त्यो पेटबाट के निस्कियो, त्यसको इन्फर्मेसन, त्यसको फोटो र उहाँहरूले गर्नुभएको जुन टेस्ट र स्क्यान थियो त्यसको कुनै पनि डकुमेन्टेसन पेसेन्टलाई दिएको छैन र जुन त्यो इन्डियाबाट ल्याएको हस्पिटलको रिपोर्ट छ त्यो पनि पेसेन्टको हातबाट लिएर ब्याक दिएको छैन। यो कुरामा इन्भेस्टिगेसन हुनु पर्यो, यो कुरा सरकार समक्ष पुग्नु पर्यो। यस्ता केसेसहरू धेरै छन् र यस्ता केसेसहरूलाई दबाउन खोजिन्छ, लुकाउन खोजिन्छ र यो केसलाई पनि लुकाउन खोजिएको थियो। हस्पिटलले पेसेन्टको फ्यामिलीलाई तपाईँहरूको बाहिर जति खर्च लागेको छ अहिलेसम्म त्यो खर्चको डिटेल्स बुझाउनुहोस् र त्यसमा हामी 2 लाख रुपियाँ थपेर दिन्छौँ, कारबाही चाहिँ डक्टरलाई हुन्छ भनेर भनेको छ। डक्टरलाई मात्र कारबाही हुने हो। तपाईँले रिक्रुट गरेको डक्टर, तपाईँको हस्पिटलमा भएको सर्जरी, तपाईँहरूलाई कारबाही हुनु पर्दैन। जति खर्च लागेको छ त्यसमा 2 लाख रुपियाँ थपेर दिएर तपाईँले पेसेन्टको लाइफलाई पैसासँग दाज्ने। अहिले भैरवाको हस्पिटलको म्यानेजमेन्टमा को हुनुहुन्छ होइन, उहाँलाई सोसल मिडियामा ल्याउनु पर्यो। डाक्टर जिज्ञासा सुवेदी, उहाँलाई सोसल मिडियामा ल्याउनु पर्यो र यो केस डिसमिस हुन दिनु भएन। जसरी तपाईँहरूले दबाउन खोजिराख्नु भएको छ नि, म यो केसलाई दबिन दिदिनँ। गरिब दुखी अनएजुकेटेड भनेर तपाईँहरूले उनीहरूलाई भुलाउन खोज्ने, तपाईँहरू अनएथिकल हुनुहुन्छ। तपाईँहरूलाई पाप धर्मको ख्याल छैन। कोही गरिब मरेको छ तर तपाईँहरूले चाहिँ त्यसलाई 2 लाख रुपियाँमा दाजिराख्नु भएको छ भन्दैमा सबै मेडिकल प्रोफेसनल सेम हुँदैनन् क्या। तपाईँहरूकै हस्पिटलभित्र काम गर्ने मान्छेहरूले चाहिँ यो अन्याय भएको हो, यो गलत भएको हो भनेर त्यो इन्फर्मेसन बाहिर निकालिदिनु भएको छ र मैले रिपोर्ट माथि पोस्ट गरिदिएको छु र उहाँको पेटबाट के निकालिएको थियो भनेर पनि मैले यहाँ फोटो पोस्ट गरिदिएको छु। उहाँको चाहिँ सर्जिकल स्पन्ज सी सेक्सन गर्दाखेरि भित्र छुटेको रहेछ, त्यसले इन्फेक्सन भएर उहाँको चाहिँ आन्द्रा भुँडी पाठेघर सबै इन्फेक्सन भएर कुहिसकेको रहेछ। अब यस्तो सर्जिकल स्पन्ज भित्र छोड्ने डक्टरलाई जोगाउनलाई तपाईँहरूले पेसेन्टलाई इन्फर्मेसन नदिने,
अब तपाईँले के गर्नुहुन्छ, तपाईँले त्यो डक्टरलाई त्यो हस्पिटलबाट निकाल्नुहुन्छ, त्यो हस्पिटलबाट अर्को हस्पिटलमा त्यो डक्टर गएर काम गर्छ र यस्ता डक्टरहरूले चाहिँ काम गर्न पाउनु हुँदैन। अनि डक्टर्सहरू भन्नुहुन्छ कि हस्पिटल तोडफोड भयो, डक्टरले कुटा खायो, यस्तो केसहरू दबाउन खोजिन्छ, लुकाउन खोजिन्छ। यति अन्याय हुन्छ गरिब दुखीलाई। अनि हामी पेसेन्टहरूले मर्नुपर्ने तपाईँहरूको प्रोफेसन जोगाउनको लागि, तपाईँहरूको जागिर जोगाउनको लागि, तपाईँहरूको लाइसेन्स जोगाउनको लागि हामी चुप बस्दिनु पर्ने।